भट्टाभट लग्जरियस त्यो माथि मूर्ति त्यो चाहिँ हिमाल चाहिँ त्यहाँ चाहिँ हिउँ एकदम बबालै छ। हिँडेर आउन नसक्नेहरू घोडा चढेर यसरी आउँदै हुनुहुन्छ। यहाँ यी खाजासाजा खानलाई होटल पनि छ। हेर्नुहोस् हिँड्न नसक्नेहरूलाई यो चाहिँ एकदम ठुलो होटल छ। त्यहाँ नि छ होटल। हिउँ भयो बेला आयो भने चाहिँ अलि रमाइलो देख्छ होला। अहिले चाहिँ डाँडा काँडा मात्र देख्छ, धेरै खासै रमाइलो भने नै त्यही मन्दिर हो। अहिले लागि चाहिँ हिउँ पर्ने सिजनमा आउन सक्यो भने चाहिँ अलिकति रमाइलो हुन्छ जस्तो लाग्छ मलाई। ल जति नजिक नजिक आउँदै गयो हिमाल चाहिँ त्यति टल्किँदै गइरहेको छ है। ल यहाँ नि एउटा होटल बन्दैछ। होटल हो कि घर हो, अब होटलकै डिजाइनमा बनाएको छ बन्न चाहिँ। यहाँ चाहिँ अब सबै होटललाई नै हो प्रायः जस्तो। अहिले स्ट्रक्चरहरू धेरै बनिरहेका छन्, नयाँ नयाँ बनिरहेका रहेछन्। म नि पहिला भए त बनिरहेका थिए भन्न सुहाउँछ। अब पहिला आइरहेको होइन, फर्स्टपट्टि आएको हुनाले बनिरहेको छ है त। होटल यस्तो छ अवस्था। बाटो यही हो, यही बाटो हिँडेर जाने हो। सके हिँडेर जाने, नसके घोडा चढ्न नि पाइन्छ। घोडाको लागि चाहिँ चार्ज लाग्छ केही पर्सेन्ट। अब हामी पनि चढ्या होइन, यति नै लाग्छ भन्न चाहिँ सक्दैनौँ। जे भएन घोडा चढ्नलाई केही पर्सेन्ट चार्ज लाग्छ। अब मुक्तिनाथ आउने त आइहाल्नु भयो। आउन नपाउनेलाई नि कस्तो छ, बजार कतिको छ, रमाइलो कतिको छ भनेर भन्नुभयो भने एकदम रमाइलो छ घुम्न आउनलाई। त्यहाँ माथि चाहिँ हामी नि गइएन है। अब त्यसलाई चाहिँ यहीँबाट हेरेर चित्त बुझाउनुहोस्। यो नि होटल हो। यहाँ नि बन्दैछ बिस्तारै। यहाँ चाहिँ लुक चाहिँ बवाल देखिन्छ। अब यो 5-5 मिनटको भिडियो गर्दै बनाउने हो। भिडियो चाहिँ कति मिनटको बन्द रहेछ हेरौँ। मैले एकै ठाउँको तोडिएर एउटा नि बनिएको छैन। म माथिबाट हिँड्दै आइरहेको छु, तल बाइक राखेको ठाउँसम्ममा 5-5 मिनटको कतिवटा भिडियो बन्द रहेछ हेर्नुहोस्। अनि हजुरहरू पनि यसो दृश्यमा हेरेर के कस्तो लाग्यो हजुरको प्रतिक्रिया दिन सक्नुहुन्छ है त। यहाँसम्म आउँदाखेरि 10 मिनटको भिडियो चाहिँ लगभग पुगिसकेको छ है त। यहाँबाट उताको अर्को भिडियो।